उहाँलाई अब भने म आजको कार्यक्रमका अतिथि साहित्यकार जीवनीकार नरेन्द्र राज प्रसाईज्यूलाई मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आदरणीय समारोहका सभापतिज्यू, प्रमुख अतिथि नियामक किपाका संस्थापक श्रद्धेय नारायणमान बिजुक्छे रोहितज्यू, उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यो भक्तपुरमा आएपछि भावनै परिवर्तन हुन्छ। हिजोदेखि पानी परिरहेको हिँड्ने बेलामा एकजना त्रिभुवन विश्वविद्यालयका प्रोफेसर, यहाँ हाम्रो अहिको भाइ पनि युनिभर्सिटीमा पढाउनुहुन्छ, त्यस्तै एकजना प्रोफेसर केशव सुवेदीले भन्नुभयो, कसरी जाने भक्तपुर, यस्तो पानी परिरहेको छ, सबै बाटोघाटो बन्द छ। भन्दाखेरि मैले के भनेको थिएँ भने, नारायणमान बिजुक्छे रोहितको पसिना पसिना, रगत रगत, मन मन, भावना भावना बगेको ठाउँमा रातिको 12 बजे बोलाए तापनि जान मन लाग्छ, जस्तै अप्ठ्यारो अवस्था आउने। जबकि म गणतान्त्रिक होइन, तर एउटा शरीरमा विभिन्न तत्त्व हुन्छ। टाउको बेग्लै, शरीर बेग्लै, खुट्टा बेग्लै हुन्छ, तर पनि सर्वाङ्गीण शरीरको माया लाग्छ। सबै कुरा मिल्नुपर्छ भन्ने छैन नि, सबै कुरा मिल्दैन। शरीरमा पनि 5वटा अम्ला पनि मिल्दैन, तर त्यो 5वटा अम्ला जोडेन भने कुनै पनि कुरा समात्नलाई अलिक गाह्रो नै हुन्छ। एउटा भित्र तत्त्व हुँदो रहेछ चेतनशील वर्गका लागि र राष्ट्रवादीहरूको लागि। नारायणमान दाइका शब्दमा देशभक्त, उहाँ राष्ट्रभक्त होइन, देशभक्त भन्ने शब्द प्रयोग गर्नुहुन्छ। देशभक्तहरूको लागि भित्र मुटुभित्रको अर्को नसामा पनि मिलन बिन्दु भएपछि अरू सबै कुराको छुट हुँदो रहेछ। त्यही छुटकै कारणले म जस्तो गैर गणतान्त्रिक पनि भक्तपुरको एउटा माहौलमा आएर उभिन पाएको छु। त्यसको कारक तत्त्व चाहिँ देशभक्ति भावना नै हो। र देशभक्तिकै कुरा गर्ने हो भने पनि अब हामी भीमसेन थापालाई देशभक्त भनेर मान्छौँ। त्योभन्दा अगाडिको कुरा पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण गरे। पछाडिका दिनमा राजा महेन्द्रलाई देशभक्तै मान्छौँ, देशभक्त मान्छौँ। त्यस पछाडि 17 साल पछाडिदेखि अहिले 2082 सालसम्मको देशभक्त खोज्दा गर्दाखेरि नेतृत्व पङ्क्तिमा गएका देशभक्तहरूको नाम छन्। राजेश्वर देवकोटा, विश्वबन्धु थापाहरू पनि छन्। प्रधानमन्त्री नखाए पनि देशभक्तहरूमा गणित हुने, गणना हुने नाम छन्। तर नारायणमान बिजुक्छे रोहित त्यो व्यक्तित्व हो जसलाई पदको आवश्यकता कहिले पनि भएन। उदाहरणको लागि 2058 सालमा उहाँलाई राष्ट्रबाट प्रधानमन्त्रीको लागि
समेत अफर भएको थियो। जुन बेला राजाले आफ्नो बागडोर आफ्नो काँधामा लिनुभन्दा अगाडि त्यहाँ नारायणमान बिजुक्छेको नाम थियो जस्तो लाग्छ मलाई। तर उहाँले त्यो प्रधानमन्त्रीत्व स्वीकार्नु भएन। नेपालमा सुकीर्ति कायम गर्न भारतमै पनि अरू देशमा पनि कुनै पनि राजनेताहरूले आफ्नो स्वीकृति कायम गर्नलाई प्रधानमन्त्री नै हुनुपर्छ भन्ने कुराको खण्डन गरिदिने व्यक्तित्वहरूमा नारायणमान बिजुक्छे रोहित पनि अग्रपन्थीमा उभिनु भएको छ। र त्यो कारणले मात्रै हाम्रो सम्बन्ध प्रगाढ भएको छैन। नारायणमान बिजुक्छेको अर्को नाम साहित्यकार पनि हो। जति राजनीतिमा उहाँको रगत बगिरहेको छ भावनामा, त्यस्तै साहित्यमा पनि उहाँ त्यत्तिकै अविरल गतिमा बगिरहनु भएको छ। म झापा विद्रोहमा थिएँ 2028 साल अगाडि र त्यही कारणले म त्यहाँबाट विस्थापित भएर राजधानी प्रवेश गरेको व्यक्ति हुँ। राजधानीमा आएर पनि मैले माउ सेतुङको किताब नै खोज्दाखेरि नारायणमान दाइले लेखेकै माउ सेतुङको किताब मैले पढेँ र मैले विश्वमा मान्नुपर्ने व्यक्तित्वहरूमा माउ सेतुङ नै मेरो किशोर अवस्थाका नायक थिए। र त्यो सानाको भावना अझैसम्म मेटिएको छैन, मनभित्र छ, भावनामा छ। माउ सेतुङ जीवित भएर आयो भने म उनकै पक्षधर हुन्थेँ होला सायद। तर के भने राजनीतिले कोल्टो फेरेको त रुसदेखि जर्मनीसम्म, चीनदेखि नेपालसम्म, यी कारणले गर्दाखेरि सिद्धान्त हराउँदो रहेछ अथवा सैद्धान्तिक शासन हराउँदो रहेछ र व्यक्तिको कीर्ति र स्वीकृति त अमर रहँदो रहेछ भन्ने प्रमाण मसँग अहिलेसम्म नई गृहमा माउ सेतुङको शालिक मेरो बैठक कक्षमा अहिलेसम्म माउ सेतुङको शालिक राख्ने मान्छे म नै हुँ। अहिले पनि हेर्न जानुभयो भने देख्न पाउनुहुन्छ। त्यो भावनात्मक सम्बन्ध त्यो सिद्धान्त भन्दा पनि ठुलै हुँदो रहेछ जस्तो लागिरहेको छ। र अर्को कुरा जुन अघि मैले भने, नेपाली साहित्यमा नेपाल भाषा साहित्य पनि हुन्छ। नेपाल भाषा साहित्य, नेपाली भाषा साहित्य, यी सबै नेपाली साहित्य अन्तर्गतकै हाँगा बिगा हुन्। अब मैले नेपाल भाषा नबुझुला, तर नेपाल भाषाको अस्तित्व पनि नेपाली भाषाको अस्तित्वभन्दा मामूली छैन। मातृभाषामा जुन किसिमको पहल गरेर नेमकिपाका साहित्यिक नेमकिपासँग आबद्ध साहित्यिक साथीहरू अगाडि बढ्नु भएको छ, त्यसमा मलाई थप गौरव लाग्छ। किनभने जसले आफ्नो मातृभाषालाई प्रेम गर्छ त्यसले मात्रै देशको माया गर्छ। त्यही देशको माया गर्ने क्रममा भक्तपुर जागरुक भएर अगाडि बढेको छ र अहिलेसम्म नेपालको सम्पूर्ण हिसाब किताब राख्दाखेरि भक्तपुरलाई चाहिँ एउटा देशभक्त जिल्ला भनेर नामाकरण गरे पनि हुन्छ जस्तो लाग्छ।
किनभने यहाँ होलान् अब दलालहरू, विदेशी दलालहरू, बाहिरका पैसा खाएरै भनौँ नेपाली भाषामा भन्दाखेरि ती व्यक्तिहरू होलान्। तर पनि नेमकिपा विशुद्ध रूपले र त्यो साहित्यिक विशुद्ध रूपले आफ्नो मातृभूमिको वर्चस्वलाई शिरमा राखेर पुरोधा बनाएर रथ बनाएर हिँडिरहेको छ र त्यो हाम्रो लागि एउटा गौरवको क्षण हो। र आजको यस समारोहमा यस्तो झरी बादलमा पनि यहाँहरूको यति ठुलो उपस्थिति यो भक्तपुरको देशभक्त राष्ट्रभक्तको एउटा सग्लो नमुना हो, नेपाली भाषा साहित्यको एउटा सग्लो नमुना हो। यस्तो नमुना भएको ठाउँमा यति उभिन पाउँदा पनि एउटा गर्वको अनुभूति भएको छ र यति भन्दै बिदा हुन्छु। जय नेपाल। एको शुभा वेकयता